कथाको सुरुवात एउटा घना जंगलको बीचमा रहेको ठूलो नदीबाट हुन्छ, जहाँ जेफ नामको एक व्यक्ति आफ्ना केही साथीहरूसँग डुङ्गामा अगाडि बढिरहेको छ। यी मानिसहरूको काम नै जंगलबाट सर्प समात्ने र शहरमा लगेर बेच्ने थियो। तर आज यिनीहरू जहाँ सर्प समात्न जाँदै थिए त्यो ठाउँ निकै खतरनाक थियो। यहाँ डुङ्गाको क्याप्टनले जेफलाई चेतावनी दिँदै भन्छ कि तिमीहरू जुन ठाउँमा जाँदैछौ त्यो ठाउँ श्रापित छ र त्यहाँ क्रिम्सन एनाकोन्डा नामको एउटा विशाल दैत्य बस्छ। जो कोही त्यहाँ जान्छ त्यो एनाकोन्डाको शिकार बन्छ। तर जेफ मुस्कुराउँछ र क्याप्टनलाई भन्छ, तिमी मलाई बस त्यहाँ पुर्याइदेऊ, तिम्रो पैसा तिमीले पाउनेछौ र तिमी आफ्नो डुङ्गा लिएर फर्किन सक्छौ। वास्तवमा जेफ एक सिपालु सर्प शिकारी थियो र आज ऊ विशेष गरी त्यो क्रिम्सन एनाकोन्डालाई नै समात्न त्यो जंगलमा आएको थियो। केही समयपछि उनीहरू त्यो ठाउँमा पुग्छन्। यहाँ क्याप्टनले जेफसँग बढी पैसाको माग गर्छ किनकि ठाउँ एकदमै खतरनाक थियो। जेफले नाइनास्ती गर्दैन, ऊ खजीबाट पैसा निकाल्छ र क्याप्टनलाई दिन्छ। तर जब क्याप्टनले दुवै हात फैलाएर पैसा लिन खोज्छ, जेफले जान पैसा भुइँमा खसालिदिन्छ। क्याप्टन खुसी हुँदै पैसा टिप्न निहुरिन्छ। त्यही मौकामा जेफले उसको घाँटीमा चक्कु प्रहार गर्छ। नृशंस तरिकाले घाँटी रेट्छ र उसको टाउको नदीमा फालिदिन्छ। नदी किनारमा उभिएका जेफका साथीहरू यो दृश्य देखेर निकै डराउँछन्। यसपछि जेफ आफ्ना दुई साथीहरूको नजिक आउँछ र धम्की दिँदै भन्छ, यदि तिमीहरू दुवैले मलाई धोका दिने कोसिस गर्यो भने तिमीहरूको हालत पनि यस्तै हुनेछ। तीनैजना जंगलभित्र अगाडि बढ्छन् र एउटा यस्तो ठाउँमा पुग्छन् जहाँ उनीहरूले सर्पको ठूलो मूर्ति देख्छन्। यो देखेर जेफ भन्छ, अन्ततः क्रिम्सन एनाकोन्डाको कथा साँचो रहेछ। अर्कोतिर जेफका साथीहरूले धेरै साना सर्पहरू फेला पार्छन् र खुसी हुँदै झोलामा हाल्न थाल्छन्। तर जेफले यी साना सर्पहरूलाई वास्ता गर्दैन। ऊ जंगलको सबैभन्दा ठूलो सर्पको खोजीमा हुन्छ। अब ती दुई साथीहरू सर्प भरिएको झोला बोक्छन् र एउटा साथी एक्लै त्यो झोला लिएर डुङ्गातिर जाँदै हुन्छ। अचानक उसले पानीमा जेफले मारेको क्याप्टनको टाउको बिनाको शरीर केही पर उभिएको देख्छ। उसलाई आफ्नै आँखामा विश्वास लाग्दैन। त्यति नै बेला अचानक त्यो लास पानीभित्र डुब्छ र पानीमा तैरिँदै एउटा विशाल चीज तीव्र गतिमा उतिर आउँछ। ऊ डरले जंगलतिर भाग्न खोज्छ, तर बिजुलीको गतिमा एउटा विशाल एनाकोन्डाले उसलाई झम्टिन्छ। एनाकोन्डाले उसको शरीरलाई बेर्छ, हड्डीहरू पड्किने गरी कसेर उसलाई खान थाल्छ। अर्कोतिर दोस्रो साथी पनि सर्पको झोला बोकेर जंगलमा अघि बढिरहेको हुन्छ। अचानक ऊ टक्क अडिन्छ। उसले त्यही विशाल एनाकोन्डालाई घस्रिरहेको देख्छ। जब एनाकोन्डा एउटा रुखमा चढ्छ, उसको पेट प्रष्ट देखिन्छ कि उसले भर्खरै एउटा मान्छेलाई जिउँदै निलेको छ। त्यो मान्छे भाग्न नपाउँदै एनाकोन्डाले पहिलो साथीको लास ओकल्छ र लगत्तै यो दोस्रो मान्छेलाई पनि समात्छ। सर्पले उसलाई बेस्सरी कस्छ, रुखमा बेरिन्छ र खान सुरु गर्छ। जेफ टाढैबाट यो सब हेरिरहेको हुन्छ। आफ्ना साथीलाई बचाउनुको सट्टा ऊ खुसी हुन्छ किनकि जेफ चाहन्थ्यो कि कोही न कोही त्यो सर्पको लागि चारा बनोस्। जब सर्प खानामा व्यस्त हुन्छ, तब जेफले त्यसलाई बेहोस बनाएर समात्ने योजना बनाएको थियो। जेफले आफ्नो शटगन निकाल्छ र सर्पलाई हान्न लाग्दा अचानक जंगलका सबै जनावर र चराचुरुङ्गी कराउन थाल्छन्। त्यो आवाज सुनेर एनाकोन्डा आफ्नो शिकार त्यत्तिकै छोडेर भाग्छ। शायद जंगलमा एनाकोन्डा भन्दा पनि भयानक अरू केही चीज थियो जसदेखि जंगलका सबै जनावर डराउँथे। अब दृश्य परिवर्तन हुन्छ र हामीलाई एउटा बन्द हुन लागेको सर्कस देखाइन्छ। यहाँ बिल याङ नामको एउटा केटा सर्कसको मालिक कहाँ आउँछ र पैसाले भरिएको सुटकेस दिन्छ। उसले सर्कसमा काम गर्ने सबै मानिसहरूलाई किन्छ किनकि उसको योजना उनीहरूलाई थाइल्याण्ड लगेर नयाँ सर्कस खोल्ने थियो। सर्कसका मानिसहरू बिल याङसँग यति धेरै पैसा देखेर छक्क पर्छन् किनकि केही वर्ष अघि बिल याङ पनि उनीहरूसँगै काम गर्ने एक गरिब मान्छे थियो। भोलिपल्ट बिहान बिल याङले सबैलाई डुङ्गामा राखेर थाइल्याण्ड लैजाने योजना बनाउँछ। बिल याङले उनीहरूलाई किनिसकेको हुनाले सबैले उसको कुरा मान्छन् र डुङ्गामा बस्छन्। बाटोमा बिल याङ बाथरुममा लुकेर कसैलाई फोन गर्छ र भन्छ, डेलिभरी तयार छ, म छिटै यिनीहरूलाई तिम्रो जिम्मा लगाउँदैछु। बिल याङको यो कुराले प्रष्ट हुन्छ कि ऊ डुङ्गामा भएका मानिसहरूसँग केही नराम्रो गर्न जाँदैछ। केही अगाडि गएपछि उनीहरू देख्छन् कि अगाडिको बाटो बन्द छ। कसैले काठका मुढाहरू र ठूला ठूला कन्टेनरहरू राखेर नदीको बाटो छेकेको थियो। यो देखेर डुङ्गाको क्याप्टेनले सल्लाह दिन्छ कि हामी अर्को बाटोबाट जान सक्छौं, तर त्यो बाटोबाट जाँदा थाइल्याण्ड पुग्न निकै समय लाग्ने थियो। त्यसैले बिल याङलाई क्याप्टेनको यो आइडिया मन पर्दैन। उसले क्याप्टेनलाई धम्काउँदै भन्छ, जेसुकै होस्, हामी समयमै थाइल्याण्ड पुग्नै पर्छ किनकि त्यहाँ हाम्रो सर्कसको शो छ जसको लागि मैले एडभान्स पैसा लिइसकेको छु। यदि समयमै पुगेनौ भने म बर्बाद हुन्छु। बाध्य भएर क्याप्टेनले भन्छ, यदि लामो बाटो नजाने हो भने एउटा मात्र उपाय छ, हामी बम पड्काएर यो अवरोध हटाउँछौं र बाटो बनाउँछौं। बिल याङ क्याप्टेनको यो कुरामा सहमत हुन्छ, तर उनीहरूलाई थाहा थिएन कि उनीहरू कति ठूलो गल्ती गर्न जाँदैछन्। यसपछि उनीहरूले कन्टेनर नजिकै बम राख्छन् र रिमोटले पड्काइदिन्छन्। विस्फोटले बाटो त खुल्छ, तर त्यो धमाकाको कारण अनगिन्ती सर्पहरू उनीहरूको डुङ्गामाथि बर्सिन थाल्छन्। वास्तवमा ती कन्टेनरहरू सर्पले भरिएका थिए। अचानक आकाशबाट सर्पको वर्षा हुँदा सबैजना डरले यताउति भाग्न थाल्छन्। हेर्दा हेर्दै पुरै डुङ्गा सर्पले भरिन्छ र ती सर्पहरूले त्यहाँ भएका मानिसहरूलाई टोक्न सुरु गर्छन्। यहाँ लेनी नामकी केटीले चलाखी गर्छिन्। उनले पानीको पाइपको प्रेसर खोलेर
खोलेर आफ्नो वरिपरि आएका सर्पहरूलाई बगाएर नदीमा फालिदिन्छन्। उता बिल याङ डरले डुङ्गाको बाथरुममा गएर लुक्छ, तर अचानक बाथरुमको फल्स सिलिङ भत्किन्छ र त्यहाँ लुकेका थुप्रै सर्पहरू बिल याङमाथि खस्छन्। ज्यान बचाउन ऊ हत्तपत्त नदीमा हाम फाल्छ र पौडी खेल्दै किनारमा पुग्छ, तर त्यहाँ पुग्न साथ एउटा विशाल किङ कोब्रा उसको अगाडि आइपुग्छ। कोब्राले टोक्नै लाग्दा एउटा मान्छेले आएर त्यो सर्पलाई कुल्चिन्छ र बिल याङको ज्यान बचाउँछ। बिल याङको ज्यान बचाउने त्यो व्यक्ति अरू कोही नभएर जेफ नै थियो। आफ्नो ज्यान बचाएको हुनाले बिलले जेफलाई आफ्नो डुङ्गामा लिएर आउँछ। यहाँ जेफले सबैलाई झुटो बोल्छ। उसले भन्छ, म एक यात्री यानी एक्सप्लोरर हुँ र दुर्घटनाको कारण यो जंगलमा फसेको थिएँ। त्यही बेला सर्कसको जियाओ नामको मान्छेको कान एक्कासी दुख्न थाल्छ। दुखाइ यति धेरै हुन्छ कि ऊ भुइँमा लड्छ। जेफले उसको कान नजिक गएर हेर्छ र कारण बुझ्छ। जेफले तुरन्तै आफ्नो औँला काट्छ र रगत बगाउँदै जियाओको कान नजिक लैजान्छ। रगतको गन्धले जियाओको कानभित्र पसेको एउटा मसिनो विषालु सर्प बाहिर निस्कन्छ र जेफको औँलामा टोक्छ। सर्पले टोके पनि जेफलाई केही असर हुँदैन। उसले त्यो चिप्लो सर्पलाई टिपेर पानीमा फालिदिन्छ। यो देखेर लेनी छक्क पर्छिन्। उनलाई अचम्म लाग्छ कि सर्पले टोक्दा पनि जेफलाई विष किन लागेन। लेनीलाई पनि सर्पको बारेमा ज्ञान थियो। उनलाई थाहा थियो कि सर्पको विषबाट बच्ने शक्ति पाउन मान्छेले लामो समयदेखि आफ्नो शरीरमा अलिअलि गर्दै सर्पको विष चढाएको हुनुपर्छ। उनले बिल याङलाई यो कुरा भन्छिन् र जेफप्रति शंका व्यक्त गर्छिन्। तर बिल याङले लेनीको कुरालाई बेवास्ता गर्छ र भन्छ, हामीले जेफलाई धन्यवाद दिनुपर्छ। उसले मेरो र हाम्रो साथीको ज्यान बचाएको छ। यसपछि जेफ डुङ्गाको क्याप्टेनलाई भेट्न जान्छ। जेफले क्याप्टेनलाई धेरै पैसा दिन्छ र एउटा नक्सा देखाउँदै भन्छ, यदि तिमीले मलाई यो नक्सामा भएको ठाउँमा पुर्यायौ भने म तिमीलाई यो भन्दा दोब्बर पैसा दिनेछु। नक्सामा त्यो ठाउँ देख्न साथ क्याप्टेनले आफ्नो बन्दुक निकालेर जेफतिर ताक्छ। उसले भन्छ, यदि फेरि त्यो ठाउँमा जाने सोच्नु मात्र भयो भने पनि म तिमीलाई गोली हान्दिन्छु। वास्तवमा क्याप्टेनलाई थाहा थियो कि त्यो ठाउँमा क्रिम्सन एनाकोन्डा बस्छ। क्याप्टेनको धम्की सुनेपछि जेफ त्यहाँबाट चुपचाप जान्छ। केही बेर पछि क्याप्टेन डुङ्गाको छेउमा बसेर बल्छीमा माछा मार्दै हुन्छ। अचानक उसको बल्छीलाई पानी मुनिबाट कसैले बेसरी तान्छ, जसको कारण बल्छी क्याप्टेनको हातबाट फुच्केर खस्छ। जब क्याप्टेन त्यो बल्छी टिप्न निहुर्छ, कसैले उसलाई तानेर पानीभित्र खसाल्छ। वास्तवमा क्याप्टेनलाई तान्ने व्यक्ति अरू कोही नभएर जेफ नै थियो। क्याप्टेनलाई मारेपछि जेफले उसको लासलाई जंगलमा भएको त्यो विशाल एनाकोन्डालाई आकर्षित गर्न चारा यानी बेटको रूपमा प्रयोग गर्छ। केही समयपछि सबैले क्याप्टेनलाई खोज्न थाल्छन्, तर क्याप्टेन कतै भेटिँदैनन्। लेनीलाई जेफमाथि शंका लाग्न थाल्छ कि कतै उसले त क्याप्टेनलाई मारेनन्। उनले जेफलाई सोध्छिन्, क्याप्टेन कहाँ छ? तर जेफले आफूलाई केही थाहा नभएको नाटक गर्छ र भन्छ, यो जंगल हो, यहाँ मान्छे हराउनु सामान्य कुरा हो। त्यही बेला अचानक जंगलमा अनौठो आवाज आउन थाल्छ। जंगलका चराचुरुङ्गी र जनावरहरू डरले कराउँदै भाग्न थाल्छन्। सबैले पानीमा केही ठूलो चीज चल्मलाएको महसुस गर्छन्। जेफको अनुहारमा खुशी छाउँछ। उसले बिस्तारै भन्छ, केही ठूलो चीज आउँदैछ। जेफको त्यो खुशीले प्रष्ट पार्थ्यो कि ऊ यही खतराको पर्खीमा थियो। अनि हामी देख्छौं नदीको गहिराईबाट एउटा विशाल एनाकोन्डा जेफले बिछाएको पासोतिर अघि बढिरहेको हुन्छ। जेफको बल्छी बेसरी पानीको बहावतिर तानिन्छ। जेफले त्यो एनाकोन्डालाई समात्नको लागि बल्छीलाई बलियोसँग समात्न खोज्छ, तर त्यो एनाकोन्डा जेफको पासोमा यति सजिलै फस्नेवाला थिएन। त्यति नै बेला त्यो विशाल एनाकोन्डा उनीहरूको अगाडि देखा पर्छ। त्यो एनाकोन्डा आकारमा निकै ठूलो र एकदमै डरलाग्दो थियो, जसलाई देखेर सबैको साटो पुत्लो उड्छ। एनाकोन्डाले जेफले समातेको बल्छीलाई यति बेसरी तान्छ कि जेफ सन्तुलन गुमाएर पानीमा खस्छ। एनाकोन्डाले जेफलाई पानीमा यताउति पछार्न थाल्छ, तर जेफ पनि यति सजिलै हार मान्नेवाला थिएन। ऊ पौडी खेल्दै नदीमा भएको एउटा सानो डुङ्गासम्म पुग्छ र एनाकोन्डाको पासोको डोरी त्यो सानो डुङ्गामा बाँधिदिन्छ। अब ऊ डुङ्गामा उभिन्छ र एउटा धारिलो हतियारले एनाकोन्डामाथि आक्रमण गर्छ, तर त्यो प्रहारले एनाकोन्डालाई खासै असर गर्दैन। उल्टे एनाकोन्डाले जेफलाई समात्छ। उसले जेफको शरीरलाई बेड्छ र उसलाई पानीको गहिराईमा डुबाउँछ। टाढा उभिएका मानिसहरूले यो सबै हेरिरहेका हुन्छन् र उनीहरूलाई लाग्छ कि जेफ अब मारियो। तर अर्को पल जेफ पानीबाट निस्किएर पौडी खेल्दै फेरि ठूलो डुङ्गामा चढ्छ। यो देखेर सबैजना छक्क पर्छन्। अब जेफ फेरि पानीमा एनाकोन्डालाई खोज्न थाल्छ, तर उसलाई थाहा थिएन कि एनाकोन्डा अब पानीमा होइन, बरु उसको पछाडि ठूलो डुङ्गाको छतमा पुगिसकेको थियो। एनाकोन्डाले सबैको अगाडि आफ्नो मुखबाट अघि खाएको क्याप्टेनको लास ओकल्छ। यो विभत्स दृश्य देखेर डुङ्गामा भएका सबैजना निकै डराउँछन्। उनीहरू एनाकोन्डाबाट बच्न यताउति भाग्न थाल्छन्। एनाकोन्डाले कोठामा थुनिएका दुई सर्कसका साथीहरूलाई मार्नै लाग्दा जेफले पछाडिबाट आएर धारिलो हतियारले एनाकोन्डालाई आक्रमण गर्छ। यसले गर्दा एनाकोन्डा अझ रिसाउँछ र जेफतिर झम्टिन्छ, तर जेफ एनाकोन्डाको आँखा छलेर लुक्न सफल हुन्छ। एनाकोन्डाले पनि जेफलाई लखेट्न छोड्दैन। ऊ जेफलाई खोज्दै डुङ्गाको भित्री भागमा पस्छ, जहाँ सर्कसका अरू मानिसहरू पनि लुकेर बसेका थिए। भाग्यवश एनाकोन्डाले त्यहाँ लुकेका क्याट र डायनालाई देख्दैन। ऊ उनीहरूको शरीर माथिबाटै घस्रेर जान्छ र झ्यालबाट बाहिर निस्कन्छ। सबैजना डुङ्गाको कुना काप्चामा लुकिरहेका हुन्छन्। एनाकोन्डा मानिसहरूलाई खोज्दै बाथरुममा पुग्छ, जहाँ उसले एउटा बच्चा र जियाओलाई देख्छ। एनाकोन्डाले तुरुन्तै उनीहरूमाथि आक्रमण गर्छ, तर उनीहरू दुवैजना बल्ल तल्ल ज्यान जोगाएर त्यहाँबाट भाग्न
गर्न सफल हुन्छन्। अब लेनीले पनि मौका पाउँछ। जब एनाकोन्डाले लेनीमाथि आक्रमण गर्छ, जियाओले चलाकीपूर्ण तरिकाले एउटा भाडो एनाकोन्डाको टाउको अगाडि ल्याउँछ, जसले गर्दा एनाकोन्डाको टाउको त्यो भाडो भित्र फस्छ। एनाकोन्डाले आफ्नो टाउको बाहिर निकाल्न संघर्ष गर्छ र यही क्रममा डुङ्गामा राखिएको 1 ग्यालन मट्टी तेल पोखिन्छ। एनाकोन्डा आफ्नो टाउको छुटाउन पागल जस्तै एटाउता ठोकिन थाल्छ। अन्ततः उसले आफ्नो टाउको डुङ्गामा जोडले ठोक्छ र भाडो फुट्छ, जसले गर्दा उसको टाउको त स्वतन्त्र हुन्छ। तर जेफले पछाडिबाट एनाकोन्डाको घाँटीमा डोरीको पासो लगाइदिन्छ। जेफले त्यसलाई समाउनु भन्दा पहिले नै पोखिएको मट्टी तेलमा आगो लाग्छ। त्यो आगो बिस्तारै फैलिएर डुङ्गामा राखेका बमहरूसम्म पुग्छ, जसले गर्दा डुङ्गामा विस्फोट हुन थाल्छ। त्यसपछि डुङ्गामा एउटा ठूलो धमाका हुन्छ। अब डुङ्गामा भएका सबै मानिसहरू ज्यान बचाउन पानीमा हाम फाल्छन्। तर जेफले एनाकोन्डाको घाँटीमा डोरी बाँधेको थियो, जसले गर्दा ऊ भाग्न सक्दैन र आगोमा जलेर मर्छ। यी मानिसहरू जसोतसो पौडी खेलेर नदीको किनारमा पुग्छन्। आफ्नो जहाज जलेको देखेर बिली यङ रुन थाल्छ। ऊ यसकारण रोइरहेको थियो कि अब उनीहरू समयमै थाइल्यान्ड पुग्न सक्दैनन्। बाँकी सर्कसका मानिसहरू धेरै डराएका थिए, किनभने उनीहरू जंगलको बीचमा थिए र अब उनीहरूसँग फर्कनका लागि डुङ्गा पनि थिएन। लेनीले बुझिहाल्यो कि यो सब जेफको कारणले भएको हो। उसले उनीहरूको जहाजलाई पासोको रूपमा प्रयोग गरेको थियो। लेनीले जेफलाई भन्छ, यदि तिमीले यस्तो नगरेको भए हामी यस्तो खतरामा पर्ने थिएनौ। जेफले जवाफ दिन्छ, के तिमीहरूलाई थाहा छ एउटा एनाकोन्डाको मूल्य कति हुन्छ? यदि तिमीहरूले मलाई यसलाई समाउन मद्दत गरेको भए आज हामी सबै करोडपति हुने थियौं। पैसाको कुरा सुन्नासाथ बिली यङको आँखा चम्किन्छ। उसले थाइल्यान्ड जाने आफ्नो योजना रद्द गर्छ र जेफतिर दौडदै भन्छ, म तिम्रो साथमा छु। भन, यो एनाकोन्डा समात्न र पैसा कमाउन हामीले के गर्नुपर्छ? त्यसपछि जेफले एउटा नक्सा निकाल्छ र भन्छ, यदि तिमीहरूले मलाई मद्दत गर्यौ भने म यो नक्सा प्रयोग गरेर तिमीहरूलाई 1-2 दिनमै थाइल्यान्ड पुर्याइदिन सक्छु। अब यहाँ बिली यङ र बाँकी टिम जेफको अर्को डुङ्गासम्म पुग्न राजी हुन्छन्। तर लेनीलाई जेफमाथि अलिकति पनि विश्वास थिएन, त्यसैले उसले जान मान्दैन। तर अचानक सर्कस टिमकी एउटी केटीको स्वास्थ्य बिग्रन थाल्छ। जब बिली यङले उनको काँधमा हेर्छ, उनीहरूले देख्छन् कि त्यो केटीलाई एउटा खतरनाक माकुराले टोकेको छ, जसको विषले उनको ज्यान जान सक्छ। यो देखेर जेफले भन्छ, मसँग एउटा औषधि छ जसले त्यो केटीलाई निको पार्न सक्छ, तर त्यो औषधि मेरो डुङ्गामा छ। यदि यसले बचाउनु छ भने मलाई मेरो डुङ्गासम्म लैजानुपर्छ। अब नचाहँदा नचाहँदै पनि लेनी जेफसँग जान राजी हुन्छ। केही घण्टाको यात्रापछि जब एकजना साथीले नदीको पानी पिउन खोज्छ, जेफले उसलाई रोक्छ र भन्छ, यहाँको पानी कहिल्यै नपिउनु। यहाँको पानीमा यस्ता किराहरू हुन्छन् जो पानी पिउँदा मानिसको शरीरमा बस्छन् र त्यसपछि ती किराहरूले मानिसलाई यति धेरै तिर्खा लगाउँछन् कि मानिस पानी पिउँदा पिउँदै नदीमै डुबेर मर्छ। बाटोमा भोक लागेपछि जेफले एउटा सर्प समात्छ र उनीहरू त्यसैको मासु खाएर गुजारा गर्छन्। राति उनीहरू पहाडको एउटा सुरुङमा बस्छन्, जहाँ जेफले आफ्नो नक्सामा कोरेको एनाकोन्डालाई हेर्दै आफ्नो विगत सम्झन्छ। त्यो एनाकोन्डाले जेफलाई मार्न लागेको थियो, तर जेफ चलाखी गरेर एउटा काठको बाकसमा लुकेको थियो। जेफले त्यो बाकसलाई धकेल्दै नदीसम्म पुर्यायो, तर दुर्भाग्यवश ऊ आफै त्यो बाकसभित्र लामो समयसम्म फस्यो। पछि यी मानिसहरूले डाइनामाइट पड्काएर बाटो खोल्दा जेफ बाहिर निस्केको थियो। दृश्य वर्तमानमा फर्किन्छ। जेफ नक्सा हेरिरहेको हुन्छ। बिली यङले सोध्छ, तिमी त्यही एनाकोन्डा समात्न चाहन्छौ हैन? जेफले भन्छ, हो, त्यो एउटा विशाल एनाकोन्डा हो। यो जंगलको राजा हो। यदि हामीले त्यसलाई समात्यौं भने रातारात करोडपति बन्नेछौं। यो सुनेर बिली यङ पूर्ण रूपमा तयार हुन्छ। अब रात धेरै परिसकेको थियो। अचानक अनौठो आवाजले सर्कसको एकजना साथी बिउजन्छ। उसले देख्छ कि उसको भाइ त्यहाँ छैन। खोज्दै जाँदा उसले नदीको किनारमा आफ्नो भाइलाई देख्छ, जो नदीको पानीमा आफूलाई डुबाउने कोसिस गर्दै थियो। उसले रोक्न खोज्छ, तर उसको भाइ मान्दैन। अचानक उसको भाइको नाकबाट अनौठा किराहरू निस्केको देखिन्छ। उसले बुझ्छ कि भाइले नदीको पानी पिएछ। जेफले भने जस्तै ती किराहरूले मानिसलाई यति धेरै तिर्खा लगाउँछन् कि ऊ पानीमै डुबेर मर्न बाध्य हुन्छ। आफ्नो भाइ मरेको देखेर ऊ धेरै रुन्छ। भोलिपल्ट बिहान उनीहरू फेरि यात्रामा निस्कन्छन्। उनीहरू एउटा नदी तर्नुपर्ने हुन्छ। सुरुमा डराए पनि अरू उपाय नभएकोले उनीहरू नदीमा पस्छन्। केही अगाडि गएपछि एउटा ठूलो एनाकोन्डाले उनीहरूलाई चारैतिरबाट घेर्छ। हिजो राति मरेको भाइको साथीलाई त्यो एनाकोन्डाले पछाडिबाट आक्रमण गर्छ र पानीमा तान्छ। लेनी बचाउन जान्छ, तर एनाकोन्डाले उसको हड्डी भाँचेर उसलाई पानीमा डुबाइदिन्छ। अब सबैजना ज्यान बचाउन भाग्छन्। अन्ततः उनीहरू जेफको डुङ्गामा पुग्छन्। जेफले वाचा गरे अनुसार माकुराले टोकेको केटीलाई औषधि दिन्छ। थाइल्यान्ड पनि नजिकै थियो, तर जेफले उनीहरूलाई रोक्छ। वास्तवमा जेफले यी मानिसहरूलाई एनाकोन्डाको चारा बनाउन यहाँ ल्याएको थियो। जेफले बन्दुक निकाल्छ र बिलीले पनि चक्कु निकालेर जेफको साथ दिन्छ। बिलीले भन्छ, जेफले जे भन्छ त्यही मान। लेनीले सम्झाउन खोज्छ, त्यो एनाकोन्डा समात्न धेरै गाह्रो छ, किन ज्यान फाल्छौ? तर जेफले भन्छ, गाह्रो छ तर असम्भव छैन। जब त्यसले केही खाइरहेको हुन्छ तब समात्न सजिलो हुन्छ। त्यसपछि बिली यङ र जेफले डोरीको प्रयोग गरेर सर्कस टिमका 2 जनालाई बाँध्छन् र उनीहरूलाई सर्पको चाराको रूपमा प्रयोग गर्ने तयारी गर्छन्। त्यो सानो बच्चाले बिलीलाई सोध्छ, तिमी यस्तो किन गर्दैछौ? एकपटक सोच त, यदि हामी मर्यौं भने तिम्रो सर्कसमा कसले कला देखाउँछ? यो सुनेर बिली यङ जोडले हाँस्न थाल्छ र त्यो बच्चालाई भन्छ, के तिमीले कहिले सोचेका छौ म यति छिटो केही वर्षमै यति धनी कसरी भए? ए पागलहरू, म तिमीहरूलाई थाइल्यान्डको सर्कसमा लगिरहेको थिइनँ। म तिमीहरूको शरीरका अङ्गहरू बेचेर धेरै पैसा कमाउनेवाला थिएँ र यही मेरो व्यापार हो। तर अब हेर, मैले मेरो योजना बदलेको छु। अब म जेफसँग छु, किनकि मलाई थाहा छ कि यो एनाकोन्डाले मलाई तिमीहरूको शरीरका अङ्गहरू भन्दा धेरै पैसा दिलाउन सक्छ। उता जेफले ती 2 केटीहरूलाई पनि बाँधेर राखेको थियो र अब ऊ उनीहरूमध्ये एकलाई दुर्व्यवहार गर्न थाल्छ।
थाल्छ। यहाँ एउटी केटी चलाक बन्छे र नाटक गर्छे कि ऊ जेफसँगै बस्न चाहन्छे। जेफले उनको चाल बुझ्दैन। त्यो केटी जेफको नजिक जान्छे र उसको कपाल मुसार्न थाल्छे। मौका पाउने बित्तिकै उसले जेफको खल्टीबाट बन्दुक निकाल्छे र उसैतिर ताक्छे। अब त्यो केटीले जेफलाई गोली हान्न खोज्छे तर बन्दुक चल्दैन किनकि उसले सेफ्टी लक खोल्न जानेकी थिइन। अब जेफ रिसले चुर भएर उबाट बन्दुक खोज्छ र त्यही केटीलाई गोली हान्न लाग्छ। तर त्यतिन्जेल लेनीले पनि आफूलाई मुक्त गरिसकेकी थिइन्। उसले जेफको पेटमा सिसाको एउटा धारिलो टुक्राले प्रहार गर्छे। जेफले लेनीलाई पछाडि धकेल्छ तर अर्की केटीले पनि जेफमाथि आक्रमण गर्छे र लेनी पनि पछाडिबाट बन्दुक खोज्ने कोसिस गर्छे। यो तानातानको बीचमा गोली चलेको आवाज आउँछ तर हामीलाई थाहा हुँदैन कि गोली कसलाई लाग्यो। अर्कोतर्फ हामी ती दुई पुरुषहरूलाई देख्छौं जसलाई बिली यङले एनाकोन्डाको चारा बनाएको थियो। ती दुई बिचराहरू डरले कापिरहेका थिए। केही बेरपछि एउटा विशाल एनाकोन्डा बिस्तारै उनीहरूलाई खान अगाडि बढ्न थाल्छ। टाढा उभिएको बिली यङ मज्जाले यो दृश्य हेरिरहेको थियो। बिली यङ पर्खिरहेको थियो कि कहिले एनाकोन्डाले उनीहरूमाथि आक्रमण गर्छ र म डोरी तानेर त्यसलाई समात्छु। तर उसलाई थाहा थिएन कि जहाँ ऊ उभिएको थियो त्यसको ठीक माथि अर्को एनाकोन्डा उसलाई आक्रमण गर्न अगाडि बढिरहेको थियो। बिली यङले एनाकोन्डा देख्नुभन्दा अगाडि नै एनाकोन्डा उसको धेरै नजिक पुग्छ र आक्रमण गरेर उसलाई आफूसँगै लैजान्छ। त्यही बेला बिली यङको हातबाट डोरी छुट्छ जसले गर्दा जालोले ती दुई मानिसहरूलाई छुप्छ जो एनाकोन्डाको चारा बनेका थिए र यसरी उनीहरूको ज्यान बच्छ। यता जेफले ती केटीलाई मार्ने कोसिस गर्छ तर लेनी पछाडिबाट आउँछे र जेफको टाउकोमा एउटा ठूलो लट्ठीले हिर्काउँछे जसले गर्दा ऊ बेहोस हुन्छ। जेफ बेहोस हुने बित्तिकै दुवैजना आफ्ना दुई साथीहरू कहाँ दौडिन्छन् र उनीहरूलाई पासोबाट मुक्त गर्छन्। तर दुर्भाग्यवश जेफको होस आइसकेको थियो र ऊ उनीहरूतर्फ बढ्न थाल्छ। तर त्यति नै बेला एउटा विशाल एनाकोन्डा आउँछ र जेफलाई लिएर जान्छ। यी मानिसहरू अब हतार हतार यहाँबाट निस्कन्छन् तर उनीहरूमध्ये एउटा साथी हिँड्न सकिरहेकी थिएनन् किनभने जेफ र केटीहरू बीचको तानातानमा चलेको गोली उनलाई लागेको थियो। केही समयपछि त्यो केटीको उनीहरूको आँखा अगाडि नै मृत्यु हुन्छ। अब बाँचेका तीनजना जेफको डुङ्गामा भाग्ने र नदी तर्ने कोसिस गर्छन् तर त्यति नै बेला जियाउलाई पछाडिबाट केही चीजले लाग्छ। जब उसले काँधबाट त्यो चीज निकालेर हेर्छ थाहा हुन्छ कि त्यो बेहोस बनाउने सुई एनेस्थेटिक इन्जेक्सन थियो। केही सेकेन्डपछि जियाउ बेहोस हुन्छ र जियाउलाई बेहोस बनाउने अरू कोही नभएर जेफ थियो। यसको मतलब ऊ त्यो एनाकोन्डाको आक्रमणबाट बाँचेको थियो र उसको टाउको काटेर मारेको थियो। अब जेफले उनीहरू तीनैजनालाई समात्छ र एनाकोन्डाको चाराको रूपमा बाँध्छ। उनीहरूको वरिपरि धारिलो फलामको तार बाँध्छ र रगत पनि छर्किदिन्छ। त्यसपछि उसले उनीहरूको जालोको डोरी समातेर केही दूरीमा उभिन्छ। केही समयपछि रगतको गन्धले धेरै एनाकोन्डाहरू उनीहरूतिर बढ्न थाल्छन्। उनीहरू धेरै डराउँछन् र आफ्नो मृत्यु आँखा अगाडि देख्छन्। एनाकोन्डाहरू मार्नको लागि धेरै नजिक पुग्छन् तर फेरि एकपटक जंगलका सबै जनावर कराएर भाग्न थाल्छन् र यहाँ भएका सबै एनाकोन्डाहरू पनि कसैलाई देखेर एक एक गरे भाग्न थाल्छन्। तर एउटा एनाकोन्डा अझै पनि उनीहरूलाई मार्न रोकियो। तर त्यति नै बेला क्रिम्सन एनाकोन्डा त्यहाँ आइपुग्छ र त्यो एक्लो सर्पमाथि आक्रमण गरेर एकै प्रहारमा मारिदिन्छ। यहाँ हामी क्रिम्सन एनाकोन्डालाई राम्रोसँग देख्छौं जो आकारमा निकै विशाल र खतरनाक थियो। यो देखेर उनीहरू तीनैजना धेरै डराउँछन् तर टाढा उभिएको जेफ क्रिम्सन एनाकोन्डा देखेर धेरै खुसी हुन्छ। एनाकोन्डा उनीहरू तीनैजना नजिक पुग्छ र आफ्नो मुख खोलेर खानै लाग्दा जेफले जालोको डोरी छोडिदिन्छ जसले गर्दा एनाकोन्डा जालोमा फस्छ। यो एनाकोन्डा आफूलाई छुटाउन संघर्ष गर्न थाल्छ। उसले धेरै बल प्रयोग गर्छ तर जब ऊ निस्कन सक्दैन उसले आफ्नो तीखो दाँतले जालोको डोरी काटेर आफूलाई मुक्त गर्छ। तर जालोको डोरी अझै उसको शरीरमा अड्किएको थियो। त्यसैले जेफले डोरीलाई कसीकसाउ समातेर राख्ने कोसिस गर्छ तर एनाकोन्डाको शक्तिको अगाडि जेफको के लाग्थ्यो र। त्यसलाई समात्ने कोसिसमा जेफ दुईवटा रुखको बीचमा अड्किन्छ र निस्कन सक्दैन। मौकाको फाइदा उठाउँदै क्रिम्सन एनाकोन्डा जेफतिर बढ्छ र उसलाई बेरेर कस्न थाल्छ। यी तीनजना पनि यो दृश्य आफ्नै आँखाले हेरिरहेका थिए। उनीहरूले डरले छिटो छिटो आफूलाई छुटाउने कोसिस गरे किनकि उनीहरूलाई थाहा थियो कि जेफ पछि अब उनीहरूको पालो हो। त्यो सानो बच्चाले आफ्नो दाँतले जालोको डोरी काटेर आफूलाई बचाउने कोसिस गर्छ। धेरै प्रयासपछि उसले डोरीको एउटा भाग काट्छ। थोरै डोरी बाँकी थियो त्यसैले उसले पुरै बल लगाएर टोक्न थाल्छ जसले गर्दा उसको गिजाबाट रगत आउन थाल्छ। यता क्रिम्सन एनाकोन्डाले जेफलाई समातेर उसको हड्डीहरू भाँच्न थाल्छ। त्यसपछि क्रिम्सन एनाकोन्डाले जेफलाई जिउँदै निल्छ। अर्कोतर्फ बच्चाले दाँतले डोरी काट्न सफल हुन्छ र दुवैलाई मुक्त गर्छ। उनीहरू नदीतिर भाग्न थाल्छन् तर जेफलाई मारिसकेपछि क्रिम्सन एनाकोन्डा अब उनीहरूको पछि लाग्छ। दुईजना एउटा रुखको पछाडि लुक्छन् जबकि बच्चा एउटा काठको बाकसभित्र लुक्छ। तर एनाकोन्डाले उसलाई देख्छ र अब बिस्तारै बच्चातिर बढ्न थाल्छ। बच्चाले बाकसबाट निस्कने कोसिस गर्छ तर अर्कोतर्फको ढोका बन्द थियो। बच्चाले मद्दतको लागि चिच्याउँछ। एनाकोन्डा बच्चाको धेरै नजिक पुग्छ। एनाकोन्डाले मार्नुभन्दा पहिले नै जियाओले बाहिरबाट बाकसको ढोका फोडेर बच्चालाई बचाउँछ। अब उनीहरू तीनैजना फेरि ज्यान बचाउन भाग्न थाल्छन्। तर यो पुरै जंगल त्यो एनाकोन्डाको इलाका थियो। उनीहरू भाग्न सक्दैनथे। उनीहरू एउटा रुखको पछाडि लुक्छन् तर एनाकोन्डाले उनीहरूलाई टाढेबाट देख्छ र तीव्र गतिमा आउन थाल्छ। अब उनीहरू मृत्युको पर्खाइमा उभिन्छन् किनकि उनीहरूलाई थाहा थियो कि अब बाँच्ने कुनै उपाय छैन। तर जस्तै एनाकोन्डाले आक्रमण गर्न आफ्नो विशाल मुख खोल्छ एउटा बलियो र धारिलो फलामको तारले उसको काउको बीचबाट काटिदिन्छ। वास्तवमा यो धारिलो तार जेफले नै बिछ्याएको थियो जसले अन्ततः क्रिम्सन एनाकोन्डालाई मारिदिन्छ। उनीहरूलाई विश्वास लाग्दैन कि उनीहरू बाँचे। उनीहरू लामो समयसम्म एनाकोन्डाको शरीरलाई हेरिरहन्छन् र अन्ततः छिटो जंगल छोडेर जान्छन्। यसैसँगै यो कथा समाप्त हुन्छ। यदि तपाईलाई
यो भिडियो मन पर्यो भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न र भिडियोलाई लाइक गर्न नबिर्सनुहोला। धन्यवाद।